मनोकामना मन्दिरभित्र अब हामी चाहिँ छिर्न खोज्दैछौँ। दाइ र म छौँ। दाइ चाहिँ अगाडि अगाडि भिडियो बनाउँदै हिँड्दै हुनुहुन्छ। मनोकामना मन्दिरमा चाहिँ आफूले चाहेको पुरा हुन्छ भन्ने विश्वास रहेको छ। पूजा गरिसकेपछि चाहिँ भाइले सोच्छु कि चाहिँ मागो भनेर हैन उले के भन्छ। मागेको कुरा त म भन्दिनँ नि दाजु। यो मनोकामना चाहिँ कसरी चाहिँ उ भयो सुरुमा यो मनोकामना चाहिँ जब महादेव शक्ति देवी यज्ञ कुण्डमा फालेर मरिन् र शिवजीले लास बोकेर डुलाउनु भयो नि त्यसैभरि। हजुर हो त्यतिखेरको यहाँ चाहिँ मनको भाग चाहिँ यहाँ धरेको भएकाले माता मनोकामना मनको इच्छा पुरा गरिदिने चिताएको आफ्नो पुरा गर्ने त्यसरी माता मनोकामना यहाँ त्यसरी हुनुभयो। गोर्खामाथि पछि उहाँ राजा किरानीले नै माताकै तपस्या गर्नुभएछ। धेरै तपस्या गरेपछि गोर्खा दरबारका छेउमा चाहिँ मेरो पनि मन्दिर एउटा बनियोस् हे माता भनेर भन्नुभएछ। हुन्छ भनेर उहाँले सपनामा दिनुभयो अरे। अनि त्यहाँ मन्दिर बनाएको गोर्खामा चाहिँ मूल मनोकामना चाहिँ यहीँ हो। वारी जमुना पारी जमुना जमुनाका फेदामा मनोकामना गीत त सुन्नु भएको छ नि। हो त्यो गीत गाएको यहीँ नै हो। यो मासतिर जमुनाको रुखहरू छन् ठुलो र तलतिर नै छन् खोला पारी पनि।